हजुरहरु कोकोलाई यो नयाँ आलु चाहिँ भर्खर निकालेको यो नयाँ आलु चाहिँ कोकोलाई मन पर्छ। हेर्नुस् है हजुर, मलाई चाहिँ यो नयाँ आलु देखे बित्तिकै मलाई चाहिँ यस्तो रातो बनाएर मलाई चाहिँ खानु धेरै मन पर्छ। हाम्रो घरको बच्चाहरूलाई पनि खुब मिठो लाग्छ। यस्तो रातो न रातो पारेर मसिनो आलु टक्क रातो पारेर भर्खर नयाँ आलु चाहिँ देख्ने बित्तिकै यस्तो बनाइहाल्नु मन लाग्छ। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ है? मन पर्छ भने कमेन्ट गर्नुहोस् है हजुरहरूलाई। नयाँ आलु चाहिँ ठुलो त छैन, तर सानो सानो भए पनि अब यसरी बनाएको चाहिँ यो नयाँ आलु चाहिँ एकदमै मिठो हुन्छ है। मलाई चाहिँ खुब मन पर्छ। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? यो चाहिँ अलि मसिनो थियो, त्यो भन्दा पनि मलाई चाहिँ खुब मिठो लाग्छ यस्तो आलु। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है।